समृद्ध किसान समृद्ध नेपाल आधुनिक प्रविधि उत्पादनमा वृद्धि किसान लाइफ नेपाल। नमस्कार सम्पूर्ण कृषक दाजुभाइ तथा दिदीबहिनीहरू। मैले फेरि आज तपाईँहरूको बिचमा अर्को भिडियो अपलोड गर्न गइराखेको छु। दृश्यमा देखिराख्नु भएको छ, यो सम्भवतः तपाईँहरूले धेरै जसोले त चिनि पनि सक्नु भएको छ होला र कसैले चिन्नु पनि भएको छैन होला। जसले यो बुद्ध चित्तको बारेमा बुझ्नु भएको छ र बुद्ध चित्त खेती गर्दै आइराख्नु भएको छ, बुद्ध चित्तको व्यवसाय अर्थात् बुद्ध चित्त चाहिँ तपाईँहरूले किनबेच गरिराख्नु भएको छ भने तपाईँहरूलाई थाहा छ होला। र मैले दृश्यमा देखाइराखेको छु, यो मुखे बिरुवा भन्ने छ, जस्तै मुखे बिरुवाबाट फलेको हो। यो 4 मुखे 3 मुखे देखाइएको छ। यसमा जसरी चाहिँ हामीले क्वालिटी आउनुपर्छ भन्ने हुन्छ, यसको फेस चाहिँ अलिक सफा आएको हुनुपर्छ, राम्रोसँग आएको हुनुपर्छ। यो साना साना 2वटा दाना साइडमा देखाएको छु, यो चाहिँ 2 मुखे हो। यो साल चाहिँ असिना पानीको कारणले गर्दा यो साल चाहिँ त्यति राम्रो चाहिँ फल दिन सकेको छैन। फल पहिलो कुरा त टिक्न सकेको छैन र अर्को कुरा फल चाहिँ टिके पनि त्यति राम्रो छैन। ल यसरी खुर्काउनुपर्छ यसलाई। यो चाहिँ सम्भवतः यो कस्तो हुन्छ भन्दाखेरि यदि हामीले बिरुवा राख्नको लागि हो भने यसरी खुर्किनुपर्छ। यो मैले तपाईँहरूको बिचमा खुर्किराखेको छु, यो चाहिँ चम्चाको बिडले खुर्किराखेको स्थिति छ। यसरी खुर्किएपछि यो भित्र खासमा बिउ राख्नको लागि राम्रो हुन्छ। र अर्को चाहिँ जसरी हामीले दाना बेच्छौँ, दाना बेच्दाखेरि यसलाई चाहिँ फेरि यसलाई सिटी लगाएर पनि उमालेर पनि गराउन सकिन्छ। र सम्भवतः यो अहिले मैले मुखे बिरुवाहरूबाट लिएको फल कस्तो छ त, यो मुखे बिरुवाबाट लिएको कति मुखासम्म निस्किन्छ भनेर मैले 5-6वटा 7वटा जति दाना लिएको छु। यो खासमा यो दाना यो चाहिँ व्यापारीहरूले लाँदाखेरि यो मुखे बिरुवाको छुट्टो रेट र अन्य चाहिँ 2 मुखेको छुट्टो रेट भन्ने छ। र यसमा यो मुखे बिरुवा पनि यो 5-6 मुखे भएपछि राम्रो लाने, तर चाहिँ यो 3-4 मुखेको रेट छैन भन्ने व्यापारीहरूबाट यस्तो आइराखेको स्थिति छ अहिलेसम्म। र जसले यो चाहिँ खेती गरिराख्नु भएको छ, अहिले यो साल चाहिँ असिनाको कारणले गर्दाखेरि धेरै क्षति हुन पुगेको र नेपालमा बुद्ध चित्तको उत्पादनमा धेरै कम चाहिँ देखिएको छ, ह्रास आएको छ। र यो चाहिँ बुद्ध चित्तको मालाको यो क्वालिटीमा विशेष फोकस हुन्छ। यो क्वालिटी राम्रो आएन भने यसको रेट पनि जाँदैन। त्यसो हुँदाखेरि क्वालिटी आउन जरुरी छ। र यो बुद्ध चित्तको चाहिँ खेती गर्दा यो मुखे बिरुवाहरूमा चाहिँ मल राखे पनि त्यति फरक पर्दैन, मल राखेपछि ठुला फल्छ। र अर्को कुरा बुद्ध चित्तको जो 2 मुखे छ त्यसमा चाहिँ मल नराखे पनि खासै फरक पर्दैन, आफै बिरुवाले चाहिँ लिन सक्ने हुन्छ। त्यसमा हामीले गोडमेल गर्ने र कुटाइदिने मात्रै गरे पनि पुग्छ। र यो हाम्रो बङ्गलाचुली दाङ जिल्लाको बङ्गलाचुलीमा यो बुद्ध चित्त खेती गरिएको छ। यसमा चाहिँ बुद्ध चित्त खेती गर्दा त्यति राम्रो कुनै बुटामा देखिएको छ भने कुनै बुटामा त्यति राम्रो देखिन सकेको छैन, क्वालिटी आउन सकेको छैन। त्यसो हुँदाखेरि खासमा यो मुखे बिरुवा उत्पादनको लागि मैले राख्ने प्रयास गर्दैछु। अब जसलाई तपाईँहरूलाई बिरुवा चाहिएको छ भने सम्पर्क पनि राख्न सक्नुहुन्छ। मैले यसरी तपाईँहरूको बिचमा यो भिडियो राखिसकेको छु। हेरिसके पछाडि प्रतिक्रिया भने अवश्य दिनु होला। तपाईँहरूले जसले यो चाहिँ च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्नुहोला। र मैले किसान सम्बन्धीका कुराहरू तपाईँहरूको बिचमा राखिराखेको छु। पछिल्लो समयमा बुद्ध चित्तको पनि राम्रै व्यवसाय भइराखेको छ। तपाईँहरूले चाहिँ जसले लगाउनु भएको छ, बेच्न सक्नु भएको छैन भने पनि हामीसँग सम्पर्क राख्नुहोला। हामी चाहिँ बेच्ने वातावरण चाहिँ मिलाइदिन सक्छौँ। मैले तपाईँहरूको बिचमा यो भिडियो राखेँ र तपाईँहरूलाई कस्तो लाग्छ, जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव र प्रतिक्रिया, रचनात्मक सल्लाह सुझाव प्रतिक्रिया कमेन्टमा लेख्नुहोला। र अर्को भिडियो फेरि तपाईँहरूको बिचमा अपलोड गर्नेछु भन्दै यो भिडियोबाट भने अहिलेलाई बिदा हुने अनुमति चाहन्छु। हस्त, धन्यवाद, नमस्कार।